नमस्कार। आज म विदेशी राष्ट्रका सुरक्षा अङ्गमा कार्यरत नेपालीहरूको कस्तो अवस्था छ र यो कसरी सुरुवात भयो र यसले के यसको असर हुन सक्छ र यसबाट हामीलाई चाहिँ भनौँ कि केमा सुधार गर्नुपर्ने छ, यो कुरामा के भन्न गइरहेको छौँ। यसमा अब यसमा यदि हामीले इतिहास हेर्ने नै हो भनेपछि सन् 1814 देखि 1816 मा ब्रिटिस त्यतिखेरको इस्ट इन्डिया कम्पनी भनौँ, इस्ट इन्डिया कम्पनी र नेपालको एउटा लडाईँ भएको थियो र त्यो लडाईँको बीचमा आजभन्दा करिब 208 वर्ष 9 वर्ष पहिलेको कुरा, त्यो लडाईँको बीचमा तिनीहरूले अथवा ब्रिटिसहरूले के रियलाइज गर्यो भनेपछि नेपालीहरू वास्तवमै लडाकु छन्, नेपालीहरू एकदमै हिम्मतिला छन् र यिनीहरूलाई हामीले लिनुपर्छ, यिनीहरूलाई आफूमा भर्ना गर्नुपर्छ भन्ने किसिमले उनीहरूले सोचे। र त्यो बेला चाहिँ पुरै इन्डियामा उनीहरूको राज चल्थ्यो र उनीहरूको राज चल्दाखेरि उनीहरूले चाहिँ त्यसमा चाहिँ उनीहरूले आफ्नो राज्य सञ्चालन गरिरहेका थिए र त्यसमा चाहिँ हामीलाई नेपालमा हामीले नेपालीहरू हाम्रो चाहिँ सेनामा आयो भनेपछि हामीले झन् स्ट्रङ हुन सक्छौँ भन्ने किसिमले उनीहरूले रियलाइज गरेर यसै ड्युरेसनमा सन् 1814 देखि 1816 को बीचमा उनीहरूले चाहिँ नेपालीहरूलाई आफ्नो सेनामा राख्ने भन्ने किसिमले उनीहरूले तयारी गरे। र सन् 1815 को कुरा गर्नु पर्दाखेरि 1815 मा उनीहरूले चाहिँ एउटा के गरे भनेपछि लेफ्टिनेन्ट रस भन्ने एकजना व्यक्तिको नेतृत्वमा उनीहरूले चाहिँ नासरी रेजिमेन्ट भनेर एउटा करिब 5000 जनसङ्ख्याको एउटा रेजिमेन्ट खडा गरे। त्यसमा केही इन्डियाका नागरिकहरू, केही इन्डियाका जातिहरूलाई पनि सम्मिलित गरेर नेपालीहरू सहितको एउटा रेजिमेन्ट बनाइयो, जो पछि समय अनुसार परिवर्तन हुँदा हुँदै आज हामीले त्यसलाई चाहिँ गोर्खा राइफल्स भनेर भन्छौँ र त्यो लाई उसले बनाएर 5000 को संख्यामा राखेर त्यसलाई चाहिँ बनाइएको थियो। र अब त्यो समय सँगसँगै अब यो गोर्खा रेजिमेन्टको गोर्खा राइफल्सले अहिलेसम्म हेर्ने हो भनेपछि र पछिल्लो समय गोर्खा हामीले विदेशी सेनामा यदि गोर्खाको इतिहास हेर्ने हो भनेपछि हामीले चाहिँ बेलायतको तर्फबाट गोर्खा सैनिकले 17 वटा लडाईँहरू लडेको हामीले इतिहास देख्छौँ। 17 वटा लडाईँहरू, जसमा चाहिँ प्रथम विश्वयुद्ध पनि रहेको छ, दोस्रो विश्वयुद्ध पनि रहेको छ। यस्तै गरेर सानोतिनो उनले भारतको तर्फबाट पिण्डारी जस्ता लडाईँ गर्दा गर्दा उनीहरूले चाहिँ अहिले 17 वटा ठुला लडाईँहरू चाहिँ गोर्खा राइफल्सले लडेको अथवा गोर्खालीहरूले हामीले लडेको देखिरहेका छौँ। र यो यदि हुन त यो 1814 मा भयो, तर यो आधिकारिक रूपमा चाहिँ 1947 दोस्रो विश्वयुद्ध पश्चात चाहिँ आधिकारिक रूपमा यसलाई चाहिँ ल्याइयो र यसलाई चाहिँ एग्रिमेन्ट गरियो, जसमा त त्रिपक्षीय भारत, ब्रिटिस र नेपालको त्रिपक्षीय एग्रिमेन्ट गरियो। र हामीले यदि हेर्ने हो भने नेपालीहरू विदेशी सेनामा कसरी गए, विदेशी सुरक्षा अङ्गमा कसरी गए भन्ने कुरालाई हेर्दाखेरि यही नै इतिहास रहेको छ र यही नै प्रारम्भ र यहाँबाट सुरुवात भएको इतिहास हेर्न सकिन्छ। र वैधानिक रूपमा हामीले चाहिँ अहिले हेर्नु पर्दाखेरि बेलायत र भारतमा छन् भनेपछि अवैधानिक रूपमा हामीले चाहिँ अमेरिका, सिङ्गापुर, कतार, फ्रान्स, रुस, युक्रेन, युएई, मलेसिया, ब्रुनाई, मकाउ जस्ता विभिन्न देशहरूमा सैन्य तथा सैन्य सङ्गठन तथा त्यस्तो गतिविधि गर्ने सङ्गठनहरूमा चाहिँ जोडिएको हामीले देखिरहेका छौँ। र यदि हामीले यो पछिल्लो समयको केही अध्ययन गरेर त्यसको डाटाहरू मैले यहाँ भन्न गइरहेको छु, त्यो डाटाहरूलाई हेर्ने हो भनेपछि अहिले हामीले भारतमा हेर्ने हो भनेपछि 32,000 भन्दा बढी चाहिँ गोर्खा रेजिमेन्ट यो 2020 को भारत सरकारको तथ्याङ्क हो र त्यति रहेको छ भने 18,000 भन्दा बढी चाहिँ असम राइफल्समा नेपालीहरू रहेका छन्। अब असम राइफल्सलाई अर्धसैनिक भन्ने किसिमले पनि अर्धसैनिक पनि रहेको छ। र यस्तै बेलायतमा हामीले 4000 ब्रिटिस गोर्खाहरू रहेका छन्। यस्तै सिङ्गापुरमा 1500 प्रहरी र ब्रिटिस गोर्खा अन्तर्गत नै भर्ना भएका यस्तो किसिमको रहेको छ। र यस्तै युएईमा हेर्ने भने 800 भन्दा बढी सेनामा र
करिब 5000 भन्दा बढी चाहिँ प्रहरीमा युएई प्रहरी भनौँ कि हाम्रो दुबई युनाइटेड अरब एमिरेट्सको हामीले त्यहाँ चाहिँ हाम्रो भर्ना भएको हामीले देखिरहेका छौँ र यस्तो रहेका छन्। यस्तै हामीले फ्रान्समा 600-700 को हाराहारीमा यकिन डाटा नभए पनि 600-700 को उसमा चाहिँ सेनामा भर्ना भएका छन्। अमेरिकामा 2000 भन्दा बढी सेनामा नेपालीहरू रहेका छन्, सेना तथा प्रहरीमा नेपालीहरू रहेका छन्। यस्तै गरेर कतारमा 1000 प्रहरीमा नेपालीहरू भर्ना भएको देखिन्छ। रुसमा करिब अब यो अहिलेको घटना सबैलाई थाहा भएकै घटना हो, अब यकिन तथ्याङ्क नभए भने पनि 1500 भन्दा बढी चाहिँ त्यहाँ रहेको भन्ने नेपालीहरू रहेको भन्ने छ। अब विभिन्न तथ्याङ्कहरूले विभिन्न भनिरहे तापनि 1500-2000 को रेन्जमा यहाँ रहेको देखिएको छ। यस्तै गरेर युक्रेनमा पनि 200 भन्दा बढी नेपालीहरू छन् भन्ने आइरहेको छ। र यस्तै विभिन्न ठाउँहरूमा नेपालीहरू सानो उसमा गर्दाखेरि दर्जन भन्दा बढी देशहरूमा नेपालीहरू त्यहाँको सुरक्षा निकायमा अथवा सुरक्षा अङ्गमा कार्यरत नेपालीहरूको अवस्था यस्तो रहेको छ। र अब यसले के गर्न सक्छ त, अथवा यति देशहरूमा नेपालीहरू रहँदा नेपालमा के असर पर्न सक्छ त, यसको सम्भावित असरहरू के हुन सक्छ भन्ने कुराहरूलाई हामीले हेर्दाखेरि नेपाली नागरिकहरूको अवैधानिक रूपमा अन्य देशमा सैन्य सङ्गठनमा भर्ती हुने जुन क्रममा वृद्धि हुँदा निजको सेवा सुविधा सुरक्षा जोखिमको समयमा रेस्क्यु लगायतका कार्यमा जटिलता सिर्जना हुँदै आएको छ। त्यस्तै भारत बेलायत जस्ता राष्ट्रमा सुरक्षा निकायमा वैधानिक रूपमा भर्ती भएकाले समेत जोखिम दिने र स्थानीय सैनिक सरह सुविधा सेवा वृद्धि विकास नभएको देखिएको छ। र यसमा यो सँगसँगै अवैधानिक रूपमा विदेशी सेना प्रहरीमा भर्ना हुने क्रमलाई यदि हामीले रोक्न सकिएन, हामीले चाहिँ त्यो गर्न सकिएन भनेपछि हामीलाई यो चुनौती भइ नै राख्ने अवस्था रहेको छ। र यसमा सरकारको परराष्ट्र सहित सरकारको चाहिँ यसमा ध्यान जानु जरुरी छ। यो जबसम्म यसमा ध्यान गएर हामीले एग्रिमेन्ट नगर्ने, तिनीहरूसँग त्यस्तो किसिमको सम्झौता गर्दैनौँ र त्यो कन्ट्रीहरूसँग हामीले त्यो किसिमले गर्दैनौँ भने या त हामीले त्यो भर्ती रोक्न सक्नु पर्यो। हाम्रो बेरोजगारीको समस्याले त्यहाँ भर्ती भइरहेका छन्, त्यो भर्ती भएको छन् भने त्यसमा केही न केही सानो ठुलो चाहिँ हामीले सम्झौता एग्रिमेन्टहरू हामीलाई हुनुपर्ने हुन्छ। हामीले सुझावकै लागि यदि हामीले गर्ने हो भनेपछि हामीले यसमा केही सुझावहरू पनि लिन सकिन्छ। हामीले अवैध ढङ्गबाट विदेशी सेनामा नेपाली नागरिक जाने प्रति राज्य बढी चानाखो चाहिँ हुनुपर्ने हुन्छ। राज्य किन गइरहेका छन्, नागरिक द्वन्द्वरत देशहरूमा द्वन्द्वरत मुलुकहरूमा गएर नागरिकहरूको मृत्यु भइरहेको छ, यसमा चाहिँ सरकारले ध्यान दिनुपर्ने हुन्छ। र यो सम्पूर्ण गैर संवैधानिक र संवैधानिक भनौँ कि अब त असंवैधानिक रूपमा जो भर्ना भएका छन् त्यो देशहरूको सेनाहरूले पनि यसमा बुझ्नुपर्ने जरुरी छ, त्यो नेपाली नागरिकहरूले बुझ्नुपर्ने जरुरी छ, र संवैधानिक रूपमा गएकाहरूले पनि यो कुराहरू बुझ्नुपर्ने जरुरी छ। र स्पेसली मैले जोड दिनु पर्दाखेरि गैर संवैधानिक देश गैर संवैधानिक रूपमा जो अन्य देशमा भर्ना भएका छन्, नेपाल राज्यको, नेपाल देशको, नेपालले जोसँग एग्रिमेन्ट भएको छैन त्योहरूलाई त्यो देशहरूमा जाँदाखेरि यो समस्याहरू देखा पर्छ र राज्यलाई भोलि नेपाल सरकारलाई पनि त्यो कुराहरूको भार पर्छ। र यो कुनै न कुनै दिन यो भार पर्ने अवश्य नै देखिन्छ, किनकि अहिले पछिल्लो समय हामीले रुसको युद्धमा नेपालीहरूको अवस्था र हामीले यो कुराहरूलाई हामीले देखिरहेका छौँ। यस्तै वैध तथा अवैध ढङ्गबाट अन्य मुलुकमा सैन्य निकायमा संलग्न नेपाली नागरिकको वास्तविक तथ्याङ्क हामीले अध्ययन गर्नुपर्ने छ। के कस्तो गएका छन् यो चाहिँ परराष्ट्र मन्त्रालयले यसमा चाहिँ ध्यान दिनुपर्ने जरुरी छ। राज्यले कूटनीतिक नियोग मार्फत विदेशमा अवैध ढङ्गबाट ज्यान जोखिम राखेर लडिरहेका नेपाली नागरिकहरू प्राय जसो संवैधानिक होस् कि असंवैधानिक रूपमा जति पनि नेपालीहरू भर्ना भएका छन् विदेशमा, पहिलो जसरी रिस्कको काम छ त्यस्तोमा चाहिँ नेपालीहरूलाई नै पठाउने अथवा अन्य मुलुक, आफ्नो मुलुक भन्दा अन्य मुलुकका सेनाहरूलाई पठाउने भएकोले, अन्य मुलुकबाट भर्ना भएका सेनाहरूलाई पठाउने भएकोले यसमा चाहिँ सबैभन्दा ठुलो रिस्क रहेकोले यसमा चाहिँ ध्यान दिनुपर्ने जरुरी छ र द्विपक्षीय वार्ता हुनु जरुरी छ। हामीले जसरी फर इक्जाम्पल हामीले मलेसियामा नेपालीहरू भर्ना भइरहेका छन् भने द्विपक्षीय दुई देशको चाहिँ हामीले चाहिँ वार्ता भएर मात्रै भर्ना गर्ने किसिमले चाहिँ नेपाल त्यो हुनुपर्ने हुन्छ र नेपालले यसमा ध्यान दिनुपर्ने हुन्छ। यस्तै गरेर वैदेशिक रूपमा विदेशी सैन्य तथा सुरक्षा निकायमा भर्ना भएका नागरिकहरूको सेवा सुविधा वृद्धि विकासको वास्तविकता के हो,
पहल तथा सन्धि समय सापेक्ष पुनरावलोकन गर्नुपर्ने अवस्था छ। यस्तै विदेश जाने विद्यार्थीहरूको नो अब्जेक्सन लेटरहरू जसरी हामीले गरिरहेका छौँ, यस्तो किसिमले चाहिँ हामीले सबै द्वन्द्वको उसमा चाहिँ मुलुकमा जाने व्यक्तिहरूलाई पनि हामीले यो किसिमले हेर्नुपर्ने हुन्छ। जे होस्, हामीले बेरोजगारीको कारण हामी विदेशमा गएका छन्, नेपालीहरू विदेशमा गइरहेका छन्, यो हाम्रो चाहिँ बाध्यता हुन सक्छ। तर पनि त्यहाँ जाँदाखेरि हामीले यो कुरालाई ध्यान दिनुपर्ने हुन्छ कि हामी अवैधानिक रूपमा छौँ, वैधानिक रूपमा छौँ, भोलि हाम्रो यसमा राज्यले कहाँसम्म गर्न सक्छ। अहिले रुसको हालतमा, रुसमा नेपाली व्यक्तिहरू, नेपाली रुसको सेनामा नेपाली नागरिकहरू भर्ना भएर जुन हविगत भएको छ, यसले गर्दाखेरि यस्तै अन्य मुलुकमा भयो भने यो देशले धान्न सक्ने अवस्था हुँदैन र यसलाई चाहिँ ठुलो राज्यलाई क्षति हुन्छ र यसमा सबै सरकारवाला निकायको ध्यान जाओस् भनेर म भन्न चाहन्छु। धन्यवाद।